to cut the space. Cut the space. नमस्ते एन्ड वेलकम टु कथा स्पेस। आजको कथा एउटा यस्तो केटाको हो जसले फरएभर यङ हुनको लागि आफ्नो आत्मा नै बेचिदियो। इमेजिन गर्नुहोस् त, तपाईँले जे गरे पनि, जति पाप गरे पनि तपाईँको फेस चाहिँ सधैँ फ्रेस, ग्लोइङ र टिनेज जस्तै देखिन्छ। तर तपाईँको एउटा सेक्रेट फोटो चाहिँ कोठामा कुहिरहेको हुन्छ। यस, आजको टपिक हो ओस्कर वाइल्डको मास्टरपिस द पिक्चर अफ डोरियन ग्रे, तर हाम्रो स्टाइलमा, हल्का विटी, हल्का फनी र धेरै नै व्हाट द फक मोमेन्ट्स भएको। सो लेट्स स्टार्ट विथ च्याप्टर 1 द इन्ट्रो, लन्डनको ह्यान्डसम केटा। कथा सुरु हुन्छ भिक्टोरियन लन्डनमा। त्यो बेला अहिलेको जस्तो टिकटक थिएन, तर सो अफ भन्ने चलन चाहिँ कट्टर थियो। हाम्रो प्रोट्यागनिस्ट डोरियन ग्रे एकदमै ह्यान्डसम छ, मतलब केटीहरू मात्र होइन, केटाहरू पनि उसलाई देखेर वाउ भन्थे। उसको सबैभन्दा मिल्ने साथी बसिल हलवर्थ जो एकदमै ट्यालेन्टेड पेन्टर हो। बसिलले डोरियनको एउटा यस्तो राम्रो पोर्ट्रेट बनाउँछ कि त्यो पोर्ट्रेट हेर्दा लाग्छ योभन्दा राम्रो मान्छे त संसारमै छैन। बसिलको लागि डोरियन म्युज थियो, हाम्रो लागि चाहिँ मोडल मेटेरियल। डोरियनको फेस हेर्दा लाग्थ्यो यस्तै सधैँ सनस्क्रिन लगाउँछ र दिनमा 10 लिटर पानी पिउँछ होला। तर त्यही बेलामा एन्ट्री हुन्छ लर्ड हेनरीको। लर्ड हेनरी भनेको त्यो साथी हो जसले सबैको दिमाग बिगार्छ, द टक्सिक साथी भनौँ न। उसले डोरियनलाई भन्छ, हे डोरियन, यो जवानी धेरै दिन टिक्दैन, भोलि तेरो फेसमा रिङ्कल्स पर्छ, कपाल पनि झर्छ, तैँले मिनक्सरिल लाउनु पर्ने दिन आउन सक्छ अनि तेरो भ्यालु 0 हुन्छ। डोरियनको दिमागमा त्यो कुरा एकदम पिन गाडेको जसरी गाडिन्छ। उसले त्यो पोर्ट्रेट हेरेर इमोसनल हुँदै भन्छ, कस्तो अनफेयर, यो पोर्ट्रेट सधैँ राम्रो हुने, म चाहिँ बुढो हुने, बरु यो पोर्ट्रेट बुढो होस्, म चाहिँ सधैँ यस्तै रहँ। एन्ड बुम, समहाउ द युनिभर्स सेज तथास्तु। Chapter 2, Lord Henry, the OZ Toxic Influencer। अब डोरियनको ट्रान्सफर्मेसन सुरु हुन्छ। लर्ड हेनरीले डोरियनलाई नयाँ नयाँ फिलोसोफी सिकाउन थाल्छ। हेनरी भन्छ, मोरल भनेको त गरिबहरूको लागि हो, हामी जस्तो राम्रो मान्छेले त प्लेजर खोज्ने हो, एक्सपिरियन्स लिने हो। लर्ड हेनरी भनेको अहिलेको जमानाको त्यो एन्ड्रयू टेट टाइपको मेन्टर हो, जसले कुरा चाहिँ ठुलो ठुलो गर्ने तर सबैको रिलेसनसिप र पिस चाहिँ खराब गरिदिने, भङ्ग गरिदिने। लर्ड हेनरीले डोरियनलाई टक्सिक म्यास्कुलिनिटीको क्रास कोर्स नै दियो। डोरियन अब हेनरीको फ्यान हुन्छ। बेसिलले भन्छ, डोरियन यो कस्तो नराम्रो सङ्गतमा लागेको, तर डोरियनलाई के मतलब, उसलाई त जवानीको नसा चढिरहेको जो छ। च्याप्टर 3, सिबिल वेनको ट्रेजेडी। डोरियन एउटी केटीको प्रेममा पर्छ, सिबिल वेन। सिबिल एउटा सानो थिएटरमा एक्टिङ गर्छे। डोरियन उसको एक्टिङ देखेर फिदा हुन्छ, वाउ कस्तो राम्री आर्टिस्ट भन्छ। तर एक दिन सिबिलले डोरियनको प्रेममा परेर एक्टिङ जुर गरिदिन्छे, किनकि उसलाई लाग्छ रियल लाइफमा प्रेम पाएपछि ड्रामा गर्नु पर्दैन। डोरियनको रियाक्सन, तेरो एक्टिङ खत्तम भयो, अब तेरो मेरो ब्रेकअप, त कामै नलाग्ने रहेछस्, जा। मतलब कस्तो सेल्फिस केटा, उसले सिबिलको फिलिङ्सको मतलबै गरेन। सिबिलले पीडा सहन नसकेर फेरि सुसाइड गरिदिन्छे। डोरियन घर जान्छ, हल्का गिल्टी पनि फिल गर्छ उसले। तर उसले त्यो पोर्ट्रेट हेर्दा के देख्छ, व्हाट द फक, पोर्ट्रेटको फेसमा हल्का क्रुएल्टी देखिन्छ। डोरियन त्यो देखेर सक हुन्छ। डोरियनले सोध्छ, ओहो मैले अस्ति भनेको विश त काम गरेछ त। उसलाई मान्छे मरेकोमा भन्दा पनि आफ्नो जवानी जोगिएकोमा बढी खुसी लाग्न थाल्यो। कस्तो अचम्मको साइको केटा। च्याप्टर 4, द 18-year क्राइम स्प्री। डोरियन अब डराउनै छाडिदिन्छ। उसले थाहा पाउँछ कि उसको फेस सधैँ प्रिस्टिन र गोल्डन रहन्छ। अब सुरु हुन्छ उसको डर्टी लाइफ। 18 वर्षसम्म डोरियनले के गर्छ त? उसले पार्टिज गरेन कि, दिन रात वाइन र वुमेनसँग गएन कि, उसले ड्रग्स गरेन। ड्रग्स लन्डनको सबैभन्दा डार्क ओपियम डेन्समा डोरियनको उठबस नै हुन्छ। अनि उसले धेरैको घरबार नै बिगारिदिन्छ, धेरैलाई बदनाम गर्छ।
मान्छेहरू उसको बारेमा नराम्रो कुरा गर्न थाल्छन्, तर उसलाई देख्ने बित्तिकै चुपचाप हुन्छन् किनकि डोरियनको फेसमा मासुमियत सधैँ हुन्छ। मतलब डोरियनको फेस बेबी फिल्टर लगाएको जस्तो सधैँ इनोसेन्ट, तर उसको हिस्ट्री चाहिँ ब्राउजरको इन्कग्निटो मोड भन्दा पनि डार्क। मान्छेहरू सोच्थे यस्तो राम्रो केटाले पाप गर्न सक्दैन। लिसन, डोन्ट जज अ बुक बाई इट्स कभर गाइज। Chapter 5 Murder in the Attic। कथामा अब सस्पेन्स बढ्छ। बसिल द आर्टिस्ट डोरियनलाई भेट्न आउँछ। बसिललाई डोरियनको बदनामी देखेर धेरै टेन्सन हुन्छ। बसिलले भन्छ, डोरियन, के तेरो बारेमा भनेको कुरा साँचो हो? मलाई त तेरो आत्मा नै हेर्न मन छ, तेरो आत्मा देख्न मन छ मलाई। डोरियन एकदमै ट्रिगर हुन्छ। उसले भन्छ, आत्मा हेर्ने? ल आइज, ल मेरो आत्मा हेर। उसले बसिललाई माथिको एटिकमा लान्छ र त्यो पोर्ट्रेट देखाउँछ। बसिल देखेर बेहोस हुन बाँकी मात्र हुन्छ। त्यो पोर्ट्रेट अब मान्छे जस्तो होइन, एकदमै नरकी राक्षस जस्तो देखिन थालिसकेको हुन्छ। बसिलले डोरियनलाई प्रार्थना गर्न भन्छ, तर डोरियनलाई कस्तो जोक चल्छ भने उसले त्यही ठाउँमा बसिलको हत्या गरिदिन्छ। मतलब डोरियन अब प्लेबोयबाट सिरियल किलर बन्यो। तर कस्तो कुरा, उसको फेसमा एउटा पिम्पल पनि छैन। रिङ्कल्सको त कुरै छोडिदिउँ। डोरियनको लाइफ त अटोट्युन भएको जस्तो भयो, जे गरे पनि फिक्स हुने। Chapter 6 The Climax, The Final Stabbing। डोरियन अब पागल हुन थाल्छ। उसलाई लाग्छ कि यो पोर्ट्रेट नै सबैभन्दा ठुलो सबुत हो। यो पोर्ट्रेट जबसम्म रहन्छ उसले पिस नै पाउँदैन। उसले एउटा चक्कु लिन्छ र सोध्छ, यो पोर्ट्रेट मैले डिस्ट्रोय गरेपछि म फ्रेस स्टार्ट गर्छु। उसले त्यो मोन्स्टर पोर्ट्रेटको मुटुमा चक्कु रोपिदिन्छ। तर सडनली एउटा ठुलो आवाज सुनिन्छ। कस्तो हरिफिक चिच्याहाट थियो त्यो। नोकरहरू कोठामा दौडेर आउँछन्। उनीहरूले के देख्छन्? भित्तामा एउटा एक्स्ट्रा अर्डिनरी ब्युटिफुल पोर्ट्रेट छ, डोरियनको पहिलो पोर्ट्रेट जस्तै। तर भुइँमा त एकजना घिनलाग्दो कटर कटर भएको बुढो र हरर लुक भएको मान्छेको लास देखिन्छ। मतलब म्याजिक रिभर्स भयो। डोरियनले पोर्ट्रेटलाई मार्दा उसले आफ्नै आत्मालाई मार्यो। सबै रिङ्कल्स, सबै पाप, सबै अग्लिनेस एकैछिनमा लासमा फर्कियो। फिनिश, गेम ओभर। लौ त साथीहरू, यो थियो डोरियन ग्रेको वाइल्ड राइड। यो कथाले हामीलाई सिकाउँछ कि ब्युटी इज ओन्ली स्किन डिप। तपाईँले बाहिर फिल्टर लगाएर जति जस्तो भए पनि भित्रको क्यारेक्टर खत्तम छ भने रिजल्ट पनि खत्तम नै हुन्छ। अब भनिदिनुहोस् त, यदि तपाईँले यस्तो चान्स पाएको भए के गर्नुहुन्थ्यो? अप्सन ए, डोरियन जस्तै पापी बनेर पोर्ट्रेटमा सबै रिङ्कल्स पठाउने। अप्सन बी, जस्तो छ त्यस्तै एक्सेप्ट गरेर नेचुरल बस्ने। कमेन्ट गर्नुहोस् है। यदि तपाईँको मोबाइलमा धेरै ब्युटी प्लस एप छ भने होसियारी गर्नुहोस्। कतै तपाईँको स्टोरेज रुममा पनि यस्तो पोर्ट्रेट बन्ने त होइन? यस्तै इन्ट्रेस्टिङ र फनी स्टोरिजको लागि कथा स्पेसलाई सब्सक्राइब गर्ने होला। See you in the next video.